श्रोताबिन नमस्कार। यतिखेर म तपाईहरुको माझमा केही समसामयिक विषयहरू लिएर आएको छु। विशेष गरी म नेपालमा राजतन्त्रको घोषणा गरेसँगै राजतन्त्र घोषणा गरे अथवा हिन्दू राष्ट्र घोषणा गरिरहेको अवस्था छ। म तपाईहरुलाई यो समयमा सम्झन चाहन्छु, दुर्गा परसाईको नेतृत्वमा हिन्दू राष्ट्र घोषणा गरेको हामीले पाइराखेको छौँ। म चाहिँ के भन्छु भने नेपाल एउटा बहुभाषिक, बहुधार्मिक र बहुजातीय देश हो। यसमा कुनै पनि धर्म अथवा कुनै पनि जातीय समुदायको प्रभुत्व रहनु हुँदैन। यो आम शुभचिन्तक, आम सचेत बुद्धिजीवीहरूको एउटा मान्यता पनि हो। र आज कुनै पनि जातीय धार्मिक सम्प्रदायको विरोध मैले गर्न खोजिरहेको छैन। नेपालमा हिन्दू पनि बाँच्नुपर्छ, बुद्धिस्ट पनि बाँच्नुपर्छ, इसाई पनि बाँच्नुपर्छ। तर मैले भनिरहँदाखेरि म तपाईँलाई के भन्न चाहन्छु भने नेपालमा हिन्दू मात्रै होइन, बुद्धिस्ट मात्रै होइन, किराँत मात्रै होइन, यो देशमा सबै समुदाय बाँच्नुपर्छ। एकअर्काको अस्तित्वलाई स्वीकार गरेर बाँच्नुपर्छ। अनि एउटा मात्रै जातिको राजा खोजेर यहाँ अब सम्भव छैन है। अनि त्यसकारणले गर्दा म के भन्न चाहन्छु भने अबको राजनीतिक परिवर्तन र अग्रगामी परिवर्तनको निम्ति अब हामीले के गर्न सक्छौँ भन्ने विषयमा म बोल्न गएको छु। तपाईँलाई थाहा छ कि हामीले अबको अग्रगामी परिवर्तन कसरी गर्न सक्छौँ र यो देशमा रोजगारको सिर्जना गरेर कसरी उत्पादकीय क्षेत्र र औद्योगिक क्षेत्रलाई हामीले एउटा बृहत रूपमा अगाडि बढाउन सक्छौँ र नेपालमा कसरी उत्पादनहरू गर्न सक्छौँ र औद्योगिकीकरण कसरी गर्न सक्छौँ भन्ने विषयमा सोचेर अगाडि बढ्न जरुरी छ। अनि मैले यहाँ मानिसको मात्रै नभएर म तपाईँलाई के भन्छु भने यहाँ मानिसको मात्रै नभएर एउटा कुकुरको पनि अस्तित्व छ यो देशमा। कुकुरले पनि बाँच्न पाउनुपर्छ। त्यसकारणले गर्दा म के भन्न चाहन्छु, कुनै पनि भाषा, धर्म र समुदायको विरुद्धमा कोही पनि नबोल्नुहोस्। बोल्न मिल्दैन यो कुरामा, किनभने हाम्रो देशमा एउटा सार्वभौमिक सत्ता सम्पन्न एउटा संविधानले सुनिश्चित गरेको अधिकार छ। त्यो अधिकारलाई हामीले उचित उपयोग गर्छौँ भने हामीले कुनै पनि धर्म समुदायको विरुद्धमा बोलेर हामी आफैलाई एउटा सर्वश्रेष्ठ ठान्नु आवश्यकता मलाई लाग्दैन। किन भन्दाखेरि यो देशमा विभिन्न किसिमका धर्म समुदायहरू छन्, जातीय समुदाय छ, मानवीय समुदायहरू छ, वर्ग, लिङ्ग, जात, जाति होइन, यहाँ छन्। सबै समुदाय चौतारी रूपमा बाँच्न सक्नुपर्छ भन्न चाहन्छु। त्यसकारणले गर्दा जस्तै नेपाललाई हो, हामी सचेत हुनुपर्ने कुरा के हो भने नेपाललाई भारतको विरुद्धमा कहिले चाइनाको विरुद्धमा प्रयोग गर्न खोजिरहेको अवस्था चाहिँ पक्कै पनि छ। त्यसकारणले गर्दा हामी सचेत रहेर आफ्नो देशलाई एउटा शक्तिशाली, एउटा सक्षम देश कसरी बनाउने भन्नेतर्फ उन्मुख हुन जरुरी छ। हो, राजनीतिक विषयान्तर गरेर राजनीतिक एजेन्डा र विचार के हो, राजनीतिक भनेको के हो भन्ने कुरालाई मानिसहरूले नबुझेको कारणले गर्दा नेपालमा द्वन्द्व हुन खोज्दछ। यहाँ राजतन्त्रवादी मात्रै भएर हुँदैन, लोकतन्त्रवादी मात्रै भएर हुँदैन, आम मानवतावादी व्यक्तिहरूको खाँचो छ। र म के भन्छु भने अनि नेपालमा भ्रम चाहिँ के छ भने एउटा सक्षम व्यक्ति अथवा एकदमै बौद्धिक व्यक्तिले मात्रै राजनीति गर्नुपर्छ भन्ने होइन। संसारमा राजनीतिक शक्ति त्यस्तो शक्ति हो, असक्षमलाई पनि सक्षम बनाउने शक्ति चाहिँ राजनीतिक शक्ति हो। असक्षम व्यक्तिहरूलाई पनि सक्षम बनाउँछ र असक्षम व्यक्ति पनि सक्षम बनाएर अगाडि बढ्न सक्ने तागत राख्ने, एउटा ल्याकत राख्ने चाहिँ राजनीतिक हो है। त्यसकारणले गर्दा म के भन्छु भने यहाँ सबै धर्म समुदाय बाँच्नुपर्छ है, अन्तमा मैले भन्न चाहन्छु। अनि यहाँ राजनीतिक लोकतन्त्र भनेको के हो त? लोकतन्त्र कसैको विरुद्धमा लाग्नु, कुनै पनि धर्म समुदायको विरुद्धमा लाग्नु लोकतन्त्र होइन। कसैको विरुद्धमा लाग्नु, कसैको अस्तित्वलाई समाप्त गर्छु भनेर लाग्नु चाहिँ यो चाहिँ एकदमै घटिया सोच विचार हो होइन। जसले अरूलाई सिद्ध्याउँछु भनेर लाग्छ त्यो आफै सिद्धिन्छ, नितान्त सिद्धिन्छ। त्यसकारणले गर्दा म तपाईँलाई के भन्छु भने हामी साँच्चै नै यो देशको समृद्धि र विकास चाहन्छौँ, यो देशलाई साँच्चै नै आमूल परिवर्तन चाहन्छौँ भने हामीले सबैको सम्मान गरेर, सबै समुदायलाई सम्मान गरेर अगाडि बढ्न जरुरी छ। यहाँ काङ्ग्रेस पनि बाँच्न पाउँछ होइन, यहाँ त्यो एमाले पनि बाँच्न पाउँछ, माओवादी पनि बाँच्न पाउँछ, राभ्रा पनि बाँच्न पाउँछ, तर सही र सकारात्मक सिद्धान्त अनुसार होइन। विश्वले मान्यता दिएको त्यो मान्यता प्राप्त एउटा लोकतान्त्रिक विचार, विश्व मान्यतामा जुन विचारहरू छ, लोकतन्त्रको विचार, सङ्घीयताको विचार छ, त्यस्तो खालको विचारले मात्रै यहाँ
प्राथमिकता पाउँछ। जो निजी विचारलाई लोकतन्त्र भन्छ हैन, घटिया विचारलाई लोकतन्त्र भन्छ, साम्प्रदायिकतालाई राष्ट्रियता भन्छ हैन, धार्मिक कुराहरूलाई राष्ट्रियता भन्छ भने त्यो हाम्रो लागि कुनै किसिमले पनि सही छैन है, हाम्रो लागि कुनै पनि किसिमले स्वीकार्य छैन है। त्यसकारणले गर्दा म तपाईलाई के भन्न चाहन्छु भने तपाईँ हामी यो देशलाई एउटा सक्षम देश, एउटा स्वतन्त्र देश हामी चाहन्छौँ भने चाहिँ हामीले सबैलाई आफ्नो अडान, आफ्नो मुद्दामा स्थिर रहेर हामी अगाडि बढेर हामीले आन्दोलन, राजनीतिक आन्दोलन, वैचारिक आन्दोलनलाई हामीले सिचोलेर अगाडि बढ्न सक्छौँ भने पक्कै पनि हामी हाम्रो देशलाई हाम्रै पुस्तामा नै एउटा सक्षम, सशक्त देश, एउटा शक्तिशाली देश हामी बनाउन सक्छौँ है। अनि नेपालमा अनि हिन्दू राष्ट्र सम्भव छैन भन्छु म हैन, राजतन्त्र अब सम्भव छैन नेपालमा है। त्यसकारणले गर्दा म के भन्छु भने हामी राजा हुन हामी महाराजा हुन चाहन्छौँ भने चाहिँ हामीले अरूलाई पनि राजाको व्यवहार गरौँ अनि मात्रै सबै कुरा सम्भव म देख्छु है। धन्यवाद।